नमस्ते युट्युबका प्यारा साथीहरू। आज म फेरि पनि यो जमुना महाकाव्य वाचन गर्न आइरहेको छु। जमुना महाकाव्यको कुरा गर्नुपर्दा यसका लेखक पत्रकार साहित्यकार हुनुहुन्छ काव्यघर नेपाल मिडिया प्रणालीका अध्यक्ष पनि हुनुहुन्छ उहाँ। त्यस्तै गरी झ्याउरे छन्द कविता लेखन पुनर्जागरणका अभियन्ता पनि हुनुहुन्छ उहाँ। आँसु कवि, महाकवि, पत्रकार साहित्यकार मैले भनि नै हालेँ। उहाँ हुनुहुन्छ हाम्रो रेणुका भट्टराई मन्जरी म्याम। रेणुका भट्टराई मन्जरी म्याम उहाँको काव्यगत शैली निकै नै रोचक छ। हाम्रो समाजको परम्पराहरूको, समाजको व्यतिथिहरूको, समाजको संस्कारहरूको कुराहरू उहाँले आफ्नो यो जमुना महाकाव्यमा लेख्नु भएको छ। त्यसैले मैले यो जमुना महाकाव्यको हरेक सर्गहरू पढेर कल्चरल थिएटर अनलाइन मिडियामा राख्ने जमर्को गरिरहेको छु। र आज भने पालो छ 5औं सर्ग। त्यसमा उहाँले लेख्नुभएको छ धार्मिक र सांस्कृतिक क्षेत्रमा सहभागी। बाहुनको छोरी धर्म र कर्म संस्कार बुझेर, वाग्लेकी भान्जी सबैको प्यारी मायामा भुलेर, तिथि र चाँद पर्वमा पनि हामीलाई बोलाई, लगाई टिका दक्षिणा दिने सिधामा मिलाई, बाहुन बाजे बनेर बुबा पूजा हो लाउने, माइला बुबा आज नि घर घर श्राद्ध गराउने, बाहुन कुल ब्राह्मण कुल माहुली गाउँ सबैकी म भान्जी, सङ्क्रान्ति आयो साउने जनै पूर्णिमा पञ्चमी, लगाई टिका धेरै छ खर सिधा हो उठाउने, यी चाडबाड धर्मका खेती वर्षेनी लाउने, दसैँ तिहार देउसिरो भैलो गाउँदै हिँडेको, ती भिर पाखा सुन्दर गाउँ छैन नि भुलेको, प्रकृति छाता बडेली खेल्दै सुसेली हालेर, गाउँको माटो जन्मको भूमि स्वर्गको दरबार, सुन्तला बारी उत्तिस खारी मकैको बारीमा, खेतोमा झुले धानका बाला सुनौलो पुरीमा, छहरा बाटो सुसेली हाल्दै खेतमा झरेको, मलमा डोका ओह्राली लाग्दै खोला भरे झरेको, धानका खोक्रा बोकेर फेरि उकाली चढेको, सुन्दर गाउँ पिपलबाट बिसाउनी परेको, तुलसी रोपी जलमा दिही बिहेनी गरेर, तुलसी होम हालेको दही चामल खाएर, अपुङ्गो मकै पञ्चामृत खाई सखर खण्ड छ, उसिनी मुन्टी अन्नको मेला पिँडालु खानु छ, महिनी पछि नारायण पूजा आमाले लाउने, धान र धान्य कर्मको धर्म आमाले सिकाउने, पूजा र पाठ धर्ममा मन सानैमा गएको, माघको चाँडो स्वस्थानी व्रत हो मैले लिएको, मन्दिर जाने पूजा र पाठ संस्कार भिन्नै हो, कर्तव्य बुझी कर्ममा लाग्ने पुरानो धर्म हो, यही नै पाठ सिकेर बढे जिन्दगी जिउन, फाटेको मन सकिन आफै सहने सिकिन। अब यहाँ अर्को एउटा गीती छन्दमा उहाँले लेख्नु भएको छ फेरि 8 लाइनको। बिहान उठी डोकोर नाम्लो बोकेर बनैमा, काँसको भारी काटेर ल्याई जाने हो स्कुलमा, सागर ढिँडो खाएर कुडी स्कुलमा पुगेको, प्रकृति साथी घाम छन् माथि हृदय भिजेको, मनमा टुक बिरही पोख्ने वनमा गएर, ढोकामा खासा मनमा भारी बिरह गाएर, आमाले गाएको ती घाँसे गीत टपक्कै टिपेर, म पनि उस्तै गाउँथे गीत शब्द नै गुथेर, छ बिहेमा गीत गाउँदा। बिहेमा जाँदा छोरीको धेरै नराम्रो लाग्ने है, बिदाले छुन्छ जन्मेको घर छोरीले छाड्ने है,
अन्याय लाग्छ जीवन हाम्रो छोरीको कर्म त जन्मेको घर छोडेर जाने के होला धर्म त प्राण चाहिँ प्यारो माइती घर आमा र बुबाको मायाको घर जन्मेको थर अस्तित्व नमान छोरीको ती गरेर बिहे अर्कालाई दिने हो अर्काको छोरी गरेर बिहे घरमा ल्याउने हो गरेर बिहे घरमा लगी अपमान गरेर दर्जाई दोस्रो मानव सरी सासूको व्यवहार सन्तानलाई गरेर बिहे घरमा लगिन्छ छोरीको जन्म मेसिन सरी कर्ममा जोडिन्छ आउला कुन सबल युग नारीको सम्मान उठेर बाँच्ने अस्तित्वदायी स्वाभिमान जीवन रुँदै र रुँदै माइती घर छोडेर गएको अमिल मन भएको मेरो विधाले छोएको यस्तै मार्मिक छन्दहरू छन् झ्याउरे छन्दमा रचित यो जमुना महाकाव्य निकै नै पढ्न योग्य छ मन छुने खालको पंक्तिहरू छन् अहिलेलाई भने म यति नै राख्न चाहन्छु अर्को अङ्कमा फेरि अरू नै मार्मिक छन्दहरू लिएर उपस्थित हुनेछु हवस् त बिदा दिनुस् नमस्कार